हेलो एभ्रिवान, वेलकम छ मेरो मिनी भ्लगमा। म अहिले जाँदैछु मेरो सिम चाहिँ ई सिममा कन्भर्ट गर्नलाई होइन साथीहरू। अहिले भर्खर रुमबाट निस्किसकेको छु। के गर्ने तर कसरी गर्ने भनेर म तपाईहरुलाई सब डिटेलमा भन्नेछु। अहिले म चाहिँ त्यहाँ मेरो बस चढ्ने ठाउँ छ, म त्यहाँबाट चाहिँ बस चढ्छु र यहाँबाट समथिङ कति धेरै त छैन कि बस नचढौँ है, आज हिँड्दै चाहिँ जानुपर्छ जस्तो लाग्यो। धेरै छैन, 10-15 मिनटको बाटो छ साथीहरू। म चाहिँ अब सायद हिँड्दै जान्छु होला। तपाईहरु देख्न सक्नुहुन्छ अहिले म फाइनली यहाँसम्म आइसकेको छु होइन। यो चाहिँ जापानको गेरो ओनोसिमा भन्ने ठाउँ हो। निकै नै राम्रो प्राकृतिक दृश्य देख्न सक्नुहुन्छ। आहा, वाट अ ब्युटिफुल नाइस भ्यू। लगभग मेरो यात्रा चाहिँ बढीमा 15 मिनट या 20 मिनट जति हुनेछ। म चाहिँ गाडीमा त जान सक्थेँ, किनकि मलाई यसो भिडियो बनाऊँ भनेर म चाहिँ अहिले हिँड्दै जाँदैछु। धेरै टाढा छैन। त्यो घरहरू देखेछ, त्यसको यता साइडमा छ, धेरै टाढा छैन। अहिले म चाहिँ तपाईहरुलाई यहाँको प्राकृतिक सौन्दर्यको बारेमा थोरै वर्णन अनि यो भिडियो मार्फत निकै नै सुन्दर दृश्यहरू देखाउनलाई हिँड्दै गइरहेको छु। तपाईहरु यो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ, अस्ति भर्खर हिउँ परेको थियो, अझै हिउँहरू पग्लेको छैन। त्यही तपाईहरु देखिरहनु भएछ। यो चाहिँ यो पुल चाहिँ ट्रेन हिँड्ने बाटो हो। ट्रेन चाहिँ अहिले आइपुगेको छैन र यो रोडको साइडमा यो तपाईहरु देख्न सक्नुहुन्छ निकै नै राम्रो खोला। आहा, देख्न सक्नुहुन्छ निकै नै राम्रो खोला, स्वच्छ अनि सुन्दर, निकै नै स्वच्छ अनि सुन्दर। यहाँ एक फोहोर भनेको कति पनि छैन, 0%, एकदमै सफा है, क्लिन। तपाईहरुले यो यहाँको पानी पिउँदा पनि केही फरक पर्दैन कि अर्ग्यानिक पानी हो, पिउनु होला भन्न चाहे। फर्स्ट टाइम म पैदल यात्रामा यत्रो लामो बाटो हिँड्दैछु। देख्न सक्नुहुन्छ यसमा गाडीहरू चाहिँ मजाले गइरहेछन्। म चाहिँ यता बाटो हिँड्दैछु। फर्स्ट टाइम जापानमा पैदल यात्रा गर्दैछु साथीहरू। र म तपाईहरुलाई अहिले खोला देखाएँ। देख्न सक्नुहुन्छ निकै नै राम्रो अनि सुन्दर खोला रहेको छ। हिउँ पनि परेको थियो अस्ति भर्खर, अनि अझै हिउँ पग्लेको छैन, निकै नै सुन्दर छ। तपाईहरुलाई फर्किँदाखेरि त्यो गाउँ देखाउनेछु पक्कै, कस्तो देखिनेछ बाटो भएर म फर्किनेछु। तपाईहरुलाई म अहिले चाहिँ यो हाम्रो गेरो ओन्सेनको यहाँबाट चाहिँ यता जाने भनेर देखाइरहेछ। अनि यो चाहिँ सुरुङ रहेछ, देख्न सक्नुहुन्छ मेरो भिडियोमा। यो चाहिँ सुरुङ रहेको छ, खतरा आवाज आइरहेछ है यो सुरुङमा, देख्न सक्नुहुन्छ। अब गाडी चाहिँ यहाँ यिनीहरूले चाहिँ रुल चाहिँ एकदम मामरू गर्ने के, एकदम अनुशासित भएर पालना गर्ने। सबको यहाँ ट्राफिक लाइटहरू हुन्छ, यिनीहरूले मजाले रोकेर आफ्नो रुल, आफ्नो पालो अब कतिखेर हो त्यतिखेर जाने रुललाई धेरै नै मामरू गर्छ। हो अनि मैले यो बाटोमा हिँड्दै गर्दा तपाईहरुलाई एउटा त्यो समाधि देखाउन चाहे। यो चाहिँ मान्छेलाई गाडेको समाधि हो। बाटोमा गाडेर चाहिँ किन हो, निश्चित ठाउँमा गाड्नु पर्ने, तर अब नै यो चाहिँ बाटोमा यो जुन देखाइरहेको छ यो चाहिँ मान्छे गाडेको च्यानो हो है साथीहरू। नेपालमा च्यानो भन्छ, च्यानो भनेको चिहान। देख्न सक्नुहुन्छ म चाहिँ अहिले पैदल यात्रा गरेर, म चाहिँ फर्स्ट टाइम जापानमा पैदल यात्रा गरेर म चाहिँ केही कामको लागि जाँदैछु। म त्यो काम धेरै टाढा त छैन, लगभग यहाँबाट त्यही मेरो यात्रा भनेको 10-15 मिनट, बढी भनेको 15-20 मिनटको यात्रा रहेको छ।
खासमा किन म पैदल यात्रा आएको भन्यो बसबाट पनि आउन सक्थेँ अझै यसो भ्लगिङ गर्थ्यौँ भनेर तपाईँहरूलाई देखाउँछु यताको पनि भ्लगिङ गर्नेछु यता पाहाडहरूको देख्न सक्नुहुन्छ यता गाउँहरू छ यो गाउँको अहिले म चाहिँ लगभग म आधी बाटो आइपुगेछु साथीहरू र अहिले सक्नुहुन्छ यस्तो व्यवस्थित हुन्छ क्या वाउ वाट अ नाइस भ्यू मान्छे हिँड्ने लाइट बलिरहेछ के गर्नु दौडेर जाऊँ के गरौँ देख्न सक्नुहुन्छ यो हरियो लाइट बलिरहेछ यहाँ के बाटो म क्रस गर्दैछु साथीहरू अलिअलि म क्रस गरिसकेँ जेब्रा क्रसिङमा म चाहिँ यताबाट जान्छु कि अहिले पछि एकछिन यताबाट भएर रुम फर्किनु पर्ला भनेर सोचिरहेको छु म जाने भनेको त उतापट्टि हो है त्यसैले म उतापट्टि जान्छु एकछिनमा हरियो बलिसकेको छ म चाहिँ जेब्रा क्रसिङ गरिसकेको छु देख्न सक्नुहुन्छ यति रुल म एक्लै थिएँ है यिनीहरूले टक्क रोकिहाल्यो क्या रुल भनेको रुल हुन्छ तपाईँ त्यहाँ मान्छे क्रस गर्नुहोस् या नगर्नुहोस् त्यहाँ पैदल यात्रीको बाटो क्रसिङ भयो भने तपाईँहरूले त्यो गाडी रोक्नै नै पर्छ नत्र भने त फेरि यहाँको पुलिसले फाइन हालेर डिपोर्ट गरिहाल्छ ट्याक्क नेपालतिर रुल चाहिँ जापानमा रुल चाहिँ राम्रोसँग च्यान्त मामारो गर्नुपर्छ है साथीहरू भन्नुहोस् है यो चाहिँ गाडीहरूको सोरुम रहेको छ देख्न सक्नुहुन्छ चित्र डेन्स्या भनेको गाडी फाइनली म चाहिँ डोकोमोमा आइसकेको छु गाइजहरू देख्न सक्नुहुन्छ म नोरिखाइ गर्नलाई म बस्दैछु ओके खुल्यो आरिगातो गोजाइमास है दोगा तोतेमा योरिसी देशो का दोगा तोतेमा योरिसी देशो का ननो दोगाですかそれ YouTube の動画ちょっとねまずダメですかはいすいませんありがとう